नमस्ते। आज हामी एउटा यस्तो पेय पदार्थको अनौठो यात्राबारे कुरा गर्दैछौँ जुन सुरुमा औषधि पसलमा बिक्री हुन्थ्यो। हो, कोका-कोला। हामीसँग यसको इतिहास खोतल्ने केही रोचक स्रोतहरू छन्। सोच्नुहोस् त 1886 मा एटलान्टाका एक फार्मासिस्ट जन पेम्बर्टनले टाउको दुखाइ र थकान घटाउने एउटा टनिक बनाएका थिए। त्यो बेला यस्ता पेटेन्ट औषधि चल्थ्यो नि त हैन? निकै चल्थ्यो। स्फूर्ति दिने खालका। पेम्बर्टनको फर्मुलामा पनि कोका पातको एक्स्ट्र्याक्ट र कोला नट थियो। तर कसरी यो स्वास्थ्य टनिक आज संसारकै सबैभन्दा चर्चित पेय बन्यो त? आजको छलफल यही रहस्य खोल्नमा केन्द्रित हुनेछ। पेम्बर्टनले यसलाई फार्मेसीकै सोडा फाउन्टेनमा बेच्न थालेका थिए, त्यो पनि खै प्रति गिलास 5 सेन्टमा। 5 सेन्ट। तर बिक्री खासै उत्साहजनक थिएन रे सुरुमा। भनिन्छ पहिलो वर्ष दिनको औसत 9 गिलास जति मात्रै बिक्री हुन्थ्यो। अनि दुःखको कुरा पेम्बर्टनले यसको विशाल सम्भावना देख्न पाएनन्। उनले आफ्नो मृत्यु अघि नै यसको अधिकार विभिन्न साझेदारलाई बेचे, जसमा मुख्य थिए आशा ग्रिग्स क्यान्डलर। हो, आशा क्यान्डलर। यहाँबाट कथाले अर्कै मोड लियो होइन त? एकदमै। क्यान्डलर साह्रै चलाख व्यापारी थिए। उनले त्यो फर्मुला किनेपछि एउटा महत्त्वपूर्ण निर्णय लिए। उनले सोचे यसलाई औषधि भनेर बेच्नुभन्दा त स्वादिलो र ताजगी दिने पेय भनेर बेच्नुपर्छ। मतलब औषधिको कोण नै हटाइदिए? पुरै। यो सोचको परिवर्तन सामान्य थिएन। उत्पादनको पहिचानै बदल्नु थियो। उनले बुझेका थिए औषधिको बजार त सीमित हुन्छ, तर ताजगी दिने पेयको बजार त्यो त खै असीमित हुन सक्छ। वाह, यो त निकै ठूलो रणनीतिक कदम थियो। रोग निको पार्नेबाट प्यास मेटाउने पेय बन्नु, अनि क्यान्डलरले मार्केटिङमा पनि उस्तै जोड दिए होलान्। बिल्कुल। क्यान्डलर मार्केटिङमा माहिर नै थिए। उनले ड्रिङ्क कोका-कोला जस्ता सरल तर आकर्षक नारा चलाए। अनि त्यो बेला सित्तैमा पहिलो ग्लास कोक पिउन पाइने कुपनहरू बाँड्ने चलन चलाए नि। हो र? त्यो त गज्जब चल्यो होला है। निकै सफल भयो त्यो। अनि अर्को कुरा, उनले कोका-कोलाको लोगोलाई जताततै पुर्याए। घडी, क्यालेन्डर, ट्रे यस्ता अनेक सामानमा। त्यसले गर्दा ब्रान्ड मान्छेको दिमागमा बस्न थाल्यो। हो नि, दैनिक जीवनको हिस्सा बन्यो। अनि त्यो बोतलको डिजाइन नि, त्यो कन्टोर बोतल, त्यो पनि त ब्रान्ड पहिचानको ठूलो हिस्सा बन्यो। एकदम सही। त्यो त अँध्यारोमा छोएर पनि चिनिने भनेर बनाइएको थियो रे 1915 मा। गजबको सोच हो, ताकि अरू प्रतिस्पर्धीबाट सजिलै छुट्याउन सकियोस्। यो पनि ब्रान्डिङकै कमाल थियो। अनि समयसँगै कोका-कोलाले विज्ञापनलाई अझै माथि लग्यो। उनीहरूले उत्पादन मात्र बेचेनन्, उनीहरूले अमेरिकी जीवनशैली, खुसीका पलहरूसँग आफूलाई जोडे। हो त। त्यो क्रिसमसमा सान्ता क्लजको अहिलेको छवि बनाउन त कोका-कोला विज्ञापनको ठूलो हात छ भन्छन् नि। छ। अनि ओलम्पिक खेलकुद, ठूला सांस्कृतिक कार्यक्रमहरू यस्ता कुरासँग जोडिएर यसले विश्वव्यापी भावना नै समात्यो। साँच्चै यो यात्रा त अचम्मके रहेछ। एटलान्टाको एउटा फार्मेसीबाट सुरु भएको चिज हो, आज 200 भन्दा बढी देशमा हरेक दिन अर्बौं सर्भिङ बिक्री हुन्छ। स्रोतहरूले पनि यसको विश्वव्यापी पहुँच र सांस्कृतिक प्रभावबारे बताएका छन्। यो पेय मात्र रहेन, यो त एउटा प्रतीक जस्तै बन्यो। हो, यसको सफलताको पछाडि निरन्तरको नवीनता, बलियो ब्रान्डिङ अनि त्यो वितरण सञ्जाल, खास गरी त्यो स्वतन्त्र बोटलिङ साझेदारहरूको प्रणाली अनि समयअनुसार आफूलाई ढाल्न सक्ने क्षमता, यो सबै कुरा महत्त्वपूर्ण छन्। यसले के देखाउँछ भने उत्पादन जतिसुकै राम्रो भए पनि त्यसलाई सही तरिकाले प्रस्तुत गर्नुपर्छ, होइन त? बिल्कुल। सही दृष्टिकोण, मार्केटिङ, वितरण रणनीति नभए हुँदैन। क्यान्डलरले पेम्बर्टनको सृजनामा त्यो सम्भावना देखे अनि त्यसलाई साकार पार्न सही बाटो लिए। त्यसो भए यो कथाबाट हामीले सिक्न सक्ने मुख्य कुरा के होला त? यो केवल एउटा सफल ब्रान्डको कथा मात्रै हो र? त्योभन्दा गहिरो छ। पहिलो कुरा त सोच र प्रस्तुतिको सानो परिवर्तनले पनि कत्रो फरक पार्न सक्छ। औषधिबाट पेय बन्नु। हो, त्यो सामान्य थिएन। अनि दोस्रो, एउटा सानो स्थानीय आइडिया पनि। यदि सही व्यापारिक सोच, निरन्तर प्रयास र मार्केटिङ भयो भने
त्यो विश्वव्यापी घटना बन्न सक्छ। पेम्बल्टनको त्यो प्रयोगशालाको आइडिया आज संस्कृति र भावनासँग जोडिएको छ। संक्षेपमा भन्नुपर्दा कोका कोलाको कथा फार्मेसीको सेल्फबाट सुरु भएर एकजना व्यापारीको चलाखी अनि विज्ञापन र भावनाको शक्तिले गर्दा संसारभरि फैलिएको एउटा असाधारण यात्रा हो। र यो कथाले एउटा प्रश्न पनि उब्जाउँछ। के प्रश्न? आज हाम्रा वरिपरि यस्ता कति सामान्य लाग्ने आइडिया होलान्, साना सुरुवातहरू होलान्, जसमा भोलिको कोका कोला बन्ने सम्भावना लुकिएको छ। कुन चाहिँ विचारले सही दृष्टि र रणनीति पायो भने भोलि विश्वव्यापी रूप लिएला? यो सोच्न लायक कुरा हो।